Everything has its first time. And first time I'm going hiking alone. And first time, Dhampus. Hello, I am outside. Like outfit check. Dhampus. Heart is overwhelmed कि यति पहाडहरु देखेपछि हैन, स्पेशली टु पीपल द फ्रेन्ड्स इन इंडिया. नेपाल घुम्न आउने भने हैन, तुम लोग को नेपाल घूमने आना था ना, so I can just initiate an activation energy for you people. Like इधर का सिनेरियो देखो, reach to place I झरना. This is the way. Mommy sure is gonna scold me, but घर इन्फर्म गरे हैन. आउटफिट चेक गर्छु है. धम्पु छैन, थोरै तलै छ. यस्तो छ बाटो. आई रियली डोन्ट नो कि म करेक्ट हिँडिरहेको कि नै, करेक्ट वे हो कि होइन भनेर. त्यो माथि त छ हैन, त्यहाँ तल पनि बाटो त थियो, तर थाहा छैन है. के अरे ट्रेकिङमा सरी हाइकिङ गर्दा धेरैजना फेला पर्नुहुन्छ भन्छ नि. फाइनली आई गट समबडी. वहाँसम्म पुग्नु भयो यार. ओके, पहली सन की किरण. अरे बाटो हेर्नुहोस् त, बाटो बाटो. नमस्ते बुवा. धम्पु जाने बाटो यही हो है. यस्तोभरि पानी पानी छ. मेरो जुत्ताभित्र पानी पसिसक्यो. कहाँसम्म पानी छ भन्ने कुरा. आउँदै गर्दाखेरि दिदीलाई भेट भयो. मलाई दिदीको के काजल कस्तो मन पर्यो नि, यति फेल्ले होइन. हजुरको नाम? शोभा. ए मेरो नाम चाहिँ डिम्पी कुमार. हेलो. पानी पिउनुहुन्छ? हाफे अब एकदम ठाडै उकालो हरे, रातो पिरो हरियो निलो सबै भयो. जस्तो शीतल छ यता. हेलो. भरिनी चाहिँ अब यो बर्खामा सम्भावनै हुन्न. त्यो गाडी कुर्नुभन्दा 10 बजेसम्म गाउँतिर खेतीकिसान गर्ने अहिले त छैन होला. घटेबाट त सँगै आएको. अब बहिनीलाई घरतिर. हेलो, पिपल आर सो वेलकमिङ. म अहिले दिदीको घर छु होइन. आई मेड एन्ड आई एम गोइङ टु ह्याभ लन्च हियर एन्ड देन फ्रम हियर आई विल बी गेटिङ ब्याक. अब खाना खाने अनि फर्किने. Oh my goodness, this flower is so cute. कितना सुंदर है. उता यान्दे यही घुम्नु यताउति अनि फर्किन्छ भाइ. के माने भयो त्यो पितृ लक्ष्य गरौँ. के माने भयो. This is Nepal. मलाई खेत बिर्सेछ. आउँदा आउँदै त्यतै हो. फेसबुकमा ल बुवा आमा बाई बाई. बाई 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 बाई.
घर रुमै पुग्छु म आज बस्नु भनेको के फेरि भोलि काम छ। यताबाट हामी चाहिँ द भ्यू टावरतिर जान लाग्यौँ। अनि यता भ्यू टावरबाट चाहिँ धम्पुसको सबै के पुरा तल एकदम मजाले देखिन्छ। सिनेरियो चाहिँ एकदम राम्रो देखिन्छ। आफ्नो आँखाले जति देखिन्छ नि त्यति फोनले क्याप्चर त हुँदैन, तर पनि इन्जोय अन्टिल यु गो देयर। अनि अब हाँसेपछि नि फेरि हाँस्नु नि तर यो इतना अजीब किरा कहिले देखेछौ साथीहरू? यो एउटा डन्ठी जस्तै छ के, कसरी हेरेको यसले? यो गोबे ए भगवान, यो मलाई डन्ठी जस्तै लाग्यो किरा। हेर गाइजहरू, यो त जुगा नै होला। यो प्राणी मलाई चाहिँ एकदम अनौठो प्राणी लाग्यो। त्यहाँपट्टिको त जुगा नै हो, तर यसको थाहा अगाडि पछाडि मात्रै खुट्टा हुँदो रहेछ नि। यसले अलिक जुगा। अब चाहिँ फर्किँदै गर्दैको अवस्था अरे It's all घना जंगल। कतै पनि रोक्नु इज नट सेफ बिकज यस्तो सानो सानो जुगा हुँदो रहेछ। बट मलाई अझैसम्म एउटा मतलब टाँसे छैन के, एकदम डर लाउँछ। त्यही भएर कतै पनि बसे छैन, चुपचाप ओर्लिन्छु होइन, कतै पनि नबसिकन। अनि एउटा ठाउँमा धेरै धेरै रोक्नु पनि हुन्न, किनकि साइडबाट पनि आउँछ नि त। अलिकति सम्मतिर आइयो। मलाई अघि यो मकैको बारी थियो कि थिएन भनेर यादै छैन क्या। यता हेर्नु, जतातिर मकैको बारी नै छ। हामी सम्मसम्म आइसके पहाडबाट, मतलब पहाडमै छौँ, पहाड में ही है हम लोग। एंड दिस इज़ फॉर ऑल दी इंडियन फ्रेंड। तुम लोग नेपाल घूमने आएगा बोलते हैं, आता नहीं है। देखो इतना अच्छा जगह है। अब मैं कंफ्यूज है, अब हम थोड़ा हाँ ऐसा ही है। उधर से अन्त बाटो यस्तै छ नि त। माथि उठ्दाखेरि थाकिने होइन, तल झर्दाखेरि खुट्टा नै दुख्ने के। सो एउटा सजिलो उपाय पछाडि यसरी हिँड्नु। रस्ता हेर्दै पछाडि सजिलो उपाय। हेलो गाइजहरू, खुट्टा भर्खरै मर्क्यो भने यस्तो भयो। अब यो मर्केको चाहिँ अब बेलुकासम्म थाहा हुन्छ, अहिले चाहिँ थाहा हुन्न। Who are you? What is your name? My Miss Varsha Nepali. Miss Varsha Nepali. And yours? Sara Nepali. अनि तिम्रो? Akash Nepali. म तिमीलाई गोरा जस्तै देखिन्छु। Annamuna Bike. हो र? तिमीले मलाई पैसा माग्यो हैन? कहिले राख्न दिथ्यौ? अब तिमीसँग पनि फेरि एकचोटि ह्यान्डसेक। ल बाई बाई। फेरि आयो भने भेट्छु है। तिमीहरू बेग्नास आयो भने मलाई भेट्नु है। ल बाई। ल वाटर, पानी त्यस्तो बग्दै जाने। जस्ट इमेजिन यता नुहाउन के कति रमाइलो चिसो हुन्छ होला। बच गए बाबु।
रहेछौँ त्यही भएर फाइनली रुम आयो बाई बाई